वेलकम टु माई दोस्त फलक। ल सबै दर्शकबिनलाई स्वागत छ। आज चाहिँ हामीले एउटा खतरनाक च्यालेन्ज लिएका छौँ, गलङदेखि लिएर गेजासम्म हिँड्दै जाने भनेर। र यहाँदेखि गलङ पुग्नलाई चाहिँ 2-4 घन्टा टाइमै लाग्छ। त्यही भएर हामी यहाँदेखि गलङ जानलाई गाडीको पर्खाइमा छौँ। अहिले चाहिँ बिहानको 6:30 बजेको छ। लामो छ बाटो, 12 किलोमिटर हिँड्दै जाने। ल उसले फेरि यता ह्यान्डसम हुँदैछ, छोकरी पटायो का? नहीं मान्छे छोकरी जस्तो देखियो, छोकरी पटाएका क्या? अखपै जाडो छ, एकदम चिसो चिसो जम्मियो यार। यत्रो 4-5 दिन बसेर साथीको घर छोडेर हिँड्दाखेरि एकदम नरमाइलो लागे पनि रमाइलो गर्दै हिँडिया छ। के भन्थिस्? हजुर के भन्थिस्? के भनौँ यार, जाडो छ। लास्टै जाडो भएर त्यही छतमा बसियो, जाडो छ। थिएन घोडै रहेछ क्या। हेर्नु आँखा सुन्निएर बिहान पनि जमे, आँखा खुल्नै सकिएन यार, चिसो आउन आयो। हेर्न सक्नुहुन्छ पहिरो खसेर चाहिँ यस्तै हुन्छ क्या। धेरै आगामी वर्षहरूमा धेरै जनावर मरिसकेको छ ल्यान्डस्लाइडले गर्दा। यहाँ भल हेर्न सक्नुहुन्छ, बाटोमा यसरी पसेको छ। आउने वर्षहरूमा पनि धेरै पहिरो सहिरो खस्ने सम्भावना छ यो एरियामा। एकदम सुरक्षित गर्नु पर्यो। फाइनली गाइस गलङ आइयो। गलङ बजार लुकी क्यामेरा अन गर्नु पर्यो। चिसो चिसो माथि निकाल, ल माथि निकाल, ल। फाइनली उकालो कट्यो गाइस, गलङ कट्यो। यो ठाउँलाई चाहिँ गलकोट भन्छन्। ललिपप त्यस्तै गर्छ, छिटाइदिएन बालपन अझै गएको छैन यार, छिटाइज। ललिपप खाएको क्या? तँ पनि खस हो यार। खसी होइन, रानी हो। होइन म सध्दैछु, लास्टै सधैँ गाइज। सो अहिले चाहिँ हामी बजेर अन्य ठाउँ कटिसकिएको छ। धेरै टाढा आइसक्यो। यहाँ यो पन्ध्रबाट चाहिँ पानी खाँदैछौँ। ल हाम्रो सवारी आयो। झराली तिमीलाई बुल्टिया नि रातिर फेरि उस्तै हो यार। ल होइन, हाम्रो पनि त्यस्तै हुन्छ। ओए च्यालेन्ज बिग्रियो चाहिँ यार। हामी हिँड्दै आउने के अरे सङ्कल्प गरेर आएको थियौँ कि फाइनली जानु घर पुग्यो। सिधा कुरो भन्नुपर्दा हो कि यो घरलाई हेर्न मलाई पनि रहर लागेकै हो। ओ माई गड, कस्तो मौरी रहेछ, म निकाल्न जानेछस्? मौरी बुवाले जानुभयो? निकाल्न आउनुपर्ने खैर मौरी त्यहाँ रहेछ होला नि होइन? हैस जस्तो छ कि मौरी हो यो त। माथि आउने ठाउँ छैन? चढेर घर बनाउने भिडियो। नमस्ते आन्टी। स्ट्यान्ड छ कि माथि? सन्चै सन्चै हुनुहुन्छ के अरे? नमस्ते बुवा, के हुनुहुन्छ के अरे? फर्का कान्छ फर्का।
नहीं आया छैन दाइ भलेर हँ पेनाइ गरेर छोड्दै यो कोठानी गाइस हामी सुतिएको धेरै दिन टिभी छ नि खै ए रहेछ टिभी पनि रहेछ तेरो कपडा पनि रहेछ नि यो ए बिस्तारा पनि रहेछ भित्र हरियो घाँसै छ है उम्रेको पेडाले फले ए गाइस यो कोठानी धर सुत्यो यार अब चाहिँ जाँदैछौँ घर पुग्नु पर्यो ल तँ नि झराले देखा न ल इस लाग्यो खाइस फात्ता गाली नगर न नगुल्टे सुस्त गर झोला त दिएर गएको भए पनि हुन्थ्यो नि मासाला उयो त ए सुस्त सुस्त ऊ कान्छो गाइस ब्लाउती ए सुस्त कान्छो गाइस अम्बा मेहनत का फल चख के बताओ ए मा यो समात्दा ए मुने हेलो पंको न्याउ मेरो बन्चो क्याडी छौ सन्चै छौ सन्चै छौ कति राम्रो छ बाबु हेलिस बन्चो हेर भन्दै हेलो गाइस ओ ती हेर कति फोर डङ्ग फोर हुन्छस् नहुन्नस् ननार हे ननार फोरी भएकोस् के भन्नु थियो के भन्ने र छोरो आइपुग्यो यही चाहिँ उसलाई चाहिँ छोरालाई यही बधाई छ अनि शुभकामना छ हाम्रो नाति पनि आएछ घरमा चाहिँ नि सुख शान्ति होस् राम्रो होस् त्यही हो मैले भन्ने तिमीहरूको चाहिँ नि होस् पसाओस् अब सिङ निक्लँदैन जुरो निक्लँदैन ल